भुट्टामा गएर खान्थ्यौ त बिलिमा त अर्कै के अब भुट्टामा गएर खाँदैन मान्छे मैले के ठिक ठ्याक्कै मिल्यो कस्तो लभर हो त मैले मान्छे चाहिँ सेक्स भन्ने कुरालाई चाहिँ विवाह भन्ने मालोर चाहिँ जोड दिएको सेक्स भनेको तपाईँसँग हुनसक्छ उसँग जोसँग हुनसक्छ मन मिलेको मान्छेसँग सेक्स हुन्छ के तैँले सेक्स गरिस् तैँले विवाह गर भन्छ त्यो कारण म चाहिँ मान्दिनँ सेक्सै गर्ने मान्छेसँग मैले किन विवाह गर्ने म त त्योसँग नितान्त मैले सेक्स गरेको इन्जोय लिएको हो नि त मजा लिएको हो के मजा लिने मान्छेसँग किन सिद्धि गर्ने के हामी त प्रेमीलाई बलात्कारी र अपराधी पनि बनाइदिरहेको छौँ कि तैँले मसँग सेक्स गरेको होस् तैँले मेरो इज्जत लुटेको होस् तपाईले परिकल्पना गरेको कुरा अरे वाह म त कोही मान्छेले मसँग सम्बन्ध राख्छ कसैले सम्झिन्छ पैसा दिन्छ अनि तपाईले भने जस्तो गरेर उनीहरुको समाज अगाडि बढ्छ बढ्नु पर्दैन तपाईहरुलाई भाले भएर चाहिँ बढिरहेको छ अनि हामी पर्दैन अनि मैले आऊ मसँग कसैले पसन्दको सम्बन्ध राख्छ भने पैसा दिन्छु यस्तो के कस्तो कोही पुरुष पेशेवर हुन्छ हैन फुल पैसा दिन्छु भन्नुभयो दिन्छु त मैले दिन्छु त सम्बन्ध राख्छ आउँदै आउँदैन म त बोलाइरहेको पैसा दिन्छु भन्नुहुन्छ उहाँले के हो सन्तुष्टि मेरो मेरो प्रश्न कार्यकर्तासँग बोल्दैन व्यवस्थित गर्नुपर्छ यो धन्दा पनि व्यवस्थित गर्नुपर्छ भन्ने कुरा हो हैन सुन्नु न मैले भनेको नेपालमा पनि परिवार चल्छ र भने कि समाज चल्छ र भने कि मैले चेन्ज गर्दै हिँड्ने भने समाज चल्छ अगाडि बढ्छ र भन्नु किरा फट्याङ्ग्रोको चलेको छैन अनि मैले बिहे नगर्दैमा म हिजोको दिनमा म के भन्दा कुन्ती बटल कर्मको बाउको एसुकियामा मरियम कुमारी अवस्थामा जन्माएको उनको बाउको हामीले महर्षि वेदव्यास भने खुब पुच्छौँ तिनको बाउको भन्दा त किन कुमारी आमाबाट जन्मेको हुँदा उनीहरू चाहिँ कुमारी आमाबाट जन्मेका चाहिँ भगवान मान्न पर्ने अनि म कुमारी आमा बन्छ बतासेको सन्तान भन्ने अनि त कसो सुतिस भन्ने सुत्न त बत्तिनी गरेर सुत्नु कति सुत्नु है हुँदैन बत्तिनी गरेर सुत्नु थाहा हुन्छ त कति साउनहरू मिलाउँदै हिँड्नु त हामी चाहिँ केटा जोसँग सुत्ता नि हुने हुन्छ नि त केटा जता पनि मर्द केही हुँदैन अनि पल्लादाखेरि हरि यो निमै छ इज्जत बचाउनु ठिक्क हाम्रो मात्रै हो टेन्डर हामीलाई मात्रै परेको छ यो भन्ने कुरै होइन नि कति होइन कतिसँग राखिराखे व्यक्तिगत कुरा हो कतिसँग गर्यो के गर्यो कुन स्टाइलले गर्यो के हो रिसित हामीलाई नबनाउनु न तपाईँ गोपनीयताको पनि एउटा चाहिँ अधिकार छ के भङ्ग भएन समय अनुसार चाहिँ मान्छे परिवर्तन गर्छ हिजो म स्कुल पढ्दा मलाई रामे सारी मन पर्थ्यो रामेले पाँचको पत्ता अहिले लेख्नु सिरानी मुनि राखेर म निदाउँथेँ म रामेको लागि बाँच्थेँ कि म रामेको रानी अब विदेशसँग अथवा त्यो गाउँले जीवन छोडेर म सरिया जीवन परिवर्तनशील हो परिवर्तन सम्बन्धमा परिवर्तनशील भनेर त्यसो गर्दाखेरि समाज अगाडि बढ्दैन भन्ने कुरा नबढोस् त हामी बढिरहेको छौँ मेरो श्रीमती 8 जना सुतेर हिँड्यो भने समाज कस्तो बढ्छ र ए बाबा सबैजना त्यसरी सुत्छन् र सबैजना म 10 जना सुत्दैछु भन्ने कुरो हुन्छ नि भने तपाईले यस्तो नि केटीहरूले पनि लुकाउँछ भन्छ सुन पसलमा काम गरेको हो भन्छ खमेलमा गएर आएको हुन्छ गर्वका साथ चाहिँ भन्न सक्नु पर्यो म सुतेर आएको हो मेरा छोराछोरीलाई खुवाउनको लागि मेरो पेसा हो म सुत्छु म सेक्स वर्कर हो यो मेरो पेसा हो मलाई मेरो पेसाप्रति गर्व गर्नु महिला चाहियो क्या समाजमा किन लाज मान्ने भने त्यो पेसाले पुरुष आउनु त हो हामी महिला जाँदैनौँ पुरुष आउँछ पैसा तिर्छ भन्छ अनि सुन्नुहोस् न अहिले हजुरले पर्सालाई जेल हाल्न पर्छ भन्दै हिँड्नु भएको छ समीक्षाले पनि 1 वर्षसम्म लुकाएको रहेछ आफ्नो यो समाज मैले भने नि समाजमा म अहिले यहाँ दुर्व्यवहार पऱ्यो भने कोही पत्ता हुँदैन केटी उतल्ती चम्पल्ती बजाइदिन्छ केटाले भन्छ कि भनेपछि हामीले हाम्रो समाज कस्तो भन्दाखेरि म पीडामा पऱ्यो भन्दा मेरो पीडा फिल गरिदिने समाज छैन नि त यो भालेवादी समाज हो पुरुषवादी समाज हो यहाँ पुरुष निर्णायक हुन्छ पुरुषले गरेको गर्दै मर्द हो यस्तो गरेर चाहिँ झाडतिर कतिकतिखेर मलाई तपाईँलाई यस्तो त्यस्तो आउँछ रणवीर सिंह जस्तो तपाईँमा चाहिँ म देख्छु कि जति क्यामेरा चाहिँ आउँछ नि त्यति तपाईँ तात्नुहुन्छ होइन क्यामेरा नआउँदैन रणवीरले के छ म बाथरुममा पनि तात्छु कि होइन जान तात्छु यहाँ मात्रै होइन म जापान भालेदेखि चाहिँ अझ तात्छु पुरुषदेखि चाहिँ त मलाई त रमाइलो लाग्छ कोही यही भित्र पनि कोही प्रेमी छन् कि मन पराउने छन् कि भने अझ तात्छु सबैले मन पराउनु सबैले माया प्रेमी र अब अरूमा फरक हुन्छ नि रोज दिने त्यो प्रेमी र मन पराउनेमा फरक के हुन्छ दिदी मन पराउने प्रेमी थियो प्रेमी भनेको रानी भन्ने होइन म आस्था बाबा भन्ने बाबा भन्ने
जानु भन्ने। 500 पठाइदिने मुसी भन्ने पिज्जा खाउन भन्दा मम्मा पनि किनेर छ नि त हामी त त्यसुकै क्रान्तिको कुरा गरेन रिचार्जदेखि बिल त केटैले तिर्दै हुन्छ मुर्गाले भन्ने केटाको त्यहाँ पीडित छन् नि त होइन हुन्छ है त टिभी खोलेर राख्नु म केटाहरू पनि पीडित हुने यो सँगसँगै हामी होइन किन तिर्नु त नतिरौँ दामी लाग्यो तपाईँको अरू त धेरै कुराहरू अब होइन केटाहरूलाई पनि कस्तो हतार हुन्छ केटीको पेटीको दुकान खोल्नलाई उनीहरूसँग त्यहाँ 5,000 तर आइफोन किनिन्छ केटी भएर होटेल लान्छ अनि सामसुङ मोबाइल पनि किनिदिन्छ अनि हामी बाध्य हुँदैनौँ केटालाई ठिक पार्नु त्यही भएर सपनामा नितान्त म तँसँग सेक्स गर्ने हो यो सेक्सले हामी दुईजनाले इन्जोय गर्ने हो मसँग पैसा छैन केटी ममा पनि तैँले भनेर आओस् न त हामी रिचार्ज हाल्न पनि तयार छौँ केटालाई किन तयार छौँ सपना नदेखेकन बसौँ बसौँ दाइ बसौँ न हजुर उहाँसँग मेरो धेरै कुरामा विमोदी